गाइज वेलकम टु माई ब्लग। हामी चाहिँ आज पशुपति आरती हेर्न आएको छौँ। जाँदैछौँ, मैले स्टार्ट गर्दैछु छु ब्लग। अनि मनिष कता छ? हेलो भाइरल छ। बुल यो बुल भनेको चौबनै छोड्यो, कान पनि ढाडो बुलले। मिता प्ररुजले आफ्नो मितालाई जिस्काउँदैछ यहाँनिर गर्दै। गर्लफ्रेन्ड हो कि मिता हो तेरो? प्ररुजले नयाँ ट्र्याक ल्याएको छ अरे। यता फर्की त प्ररुज कस्तो छ? सेलमा किने 360 को सेलमा। कतिवटा? 4-5वटा। अब हामी चाहिँ आरती हेर्न जाँदैछौँ। आमाहरू चाहिँ कता छुटिसक्यो। केटाहरूलाई यहाँनिर यस्तो फोटोसुट गर्नु पर्यो। है प्ररुज आइज भयो। गाइज अब हामी चाहिँ नजिक पुगिसकेका छौँ। केटाहरूले ढिलो गरेर यहाँनिर मनिषले चाहिँ भिडियो बनाएको छैन, गर्लफ्रेन्डले देख्छ गाली गर्छ भनेर हाम्रो प्ररुज चाहिँ बनाइरहेको छ यस्तो भिडियो सिडियो। आन्टीहरू पर्खिरहेको छ यहाँनिर। पुरै प्याक भइसकेको छ। हामी आउन ढिलो गऱ्यौँ यहाँनिर, 5 बजी धेरै ढिलो भयो। प्ररुज यति गोरो छ कि अँध्यारो टल्किन्छ। आन्टीसँग आज हामी आरती हेर्न आछौँ। आन्टी हाई भन्दैछ त। मान्छेको भिडै भिड। अब बस्ने ठाउँ पाएको छैन हामीले। ठाउँ खोज्न हिँडिरहेको छ प्यारो ठाउँ। प्यारे सक्सेस त उत्रिन लामघारे। आरती हेर्नेको भिड यहाँ हेर्छु। प्यारो माथि छ। कति गोरी देखेँ तँलाई। आमा यता भइदिन्छ ल। यहाँ हेर्दा प्ररुजलाई कम गोरु देखिएको छ। कालो भनेर हेरेको मेरो छोरालाई। प्ररुज यहाँ आइज न, यहाँ आइज। प्ररुज यहाँ आइज भने नचिलाएन। नुहाउनु पर्छ भने त टेर्दिनस् नि। नुहाउनु पर्छ दिनकै नुहाउनु पर्छ है प्ररुज। यहाँ हेर्दा दिनकै नुहाउनु पर्छ ल। त्यो छानामा गएर चुलाउने होइन। अब आरती स्टार्ट होला जस्तो छ है गाइज। आन्टीले मार्नुहुन्छ।
बरु आनन्द लाग्ने। भक्तिभावमा लीन भएको एउटा केटो। पुरा काट्दै ब्याक हुन्छ भनेर चाहिँ हामी लाग्न आँट्यौँ। ल हामी फर्किन आँट्यौँ सबैजना। आरती हेरेर सबैजना फर्किँदै हुनुहुन्छ, सँगसँगै हामी पनि फर्किँदैछौँ। तैँले के गर्छस् प्ररुष? ल बाई बाई दुवैजनालाई भाडा पनि दिएको छ। अब भोलि हामी भेट्दैनौँ ल। ल मनिष प्ररुष बाई। जय शम्भु।